जोजोलपा नेवा पत्रकार राष्ट्रिय दबुया नेवया कोभिड-19 यातकया जिटिङको भर्चुअल संवाद ठो कोरोना उपचारे आयुर्वेद विषय यातकया ज्याजो याटिनाको ख ठुगु ज्याजो फेसबुक लाइभ पाखे सोयाचना दिपी सकल सितन ठुगु ज्याजोले लस्कुसली से जोजोलपान यानाचना जी ठो नेवा पत्रकार राष्ट्रिय दबु केन्द्रीय दुज मिना बजराचारे पाखे ठुगु ज्याजो याटेनाको जुल छिपी सकल सितन लस्कुस यासे छगु छेमान फना छाय रासा ठन प्राविधिक भटिजा गडबडी ज्याचंगो ज्या ठुगु ज्याजो छु इ भटिजा लिपा लाउन ओकियानिटी छिपी लिसी छेमा फना चना आ ठुगु ज्याजो याटेनाको छु विषय वस्तु रगाला जी नक्तिनी न ढ्याडुनाको दु कोरोना पाखे हलिन्यंकए ठो महामारी फैले ज्या चंगुदु ठुगु महामारी याना आपल मनुत संक्रमित ज्या समस्या ज्या चंगुदु रासा गुलखे मनुत सिना चंगुदु आ थौ तिनी गुए अपडेट सुयो खसन ठो डेन्यंक 884 तैथे मनुत संक्रमित ज्या चंगुदु रासा अथे सोनिग दुनिचके 186 सचिव चेखुम संक्रमित ज्या चंगुदु अथे थौजगे सिपी थप झिन्निम सिगुन बुख वया चंगुदु थजगु महामारीया इले झि सकले लकडाउने चना चंगु लाला लकडाउने चन माला चंगुदु रासा हाक्न निकोगु लिथो निषेध आज्ञा पालना याना चंगुदु सकल सिउन व्यवसाय बन्न ज्या चंगुदु अथे छे थगु लजगा लेबोन मखना छे चना चनी मागुदु थो अवस्था कोभिड-19 या वासन लुया चंगु मडु भ्याक्सिन न लुया चंगु मडु तर ठिठी देश व ठिठी कम्पनी देश ठुकिया भ्याक्सिन व वास मालेगु व ठुके परीक्षण यागु अथे ठो भ्याक्सिन या त परीक्षण याना चंगु दु थैगु न ठिठी बुख बया चंगुला दु यदि ठो वास लुया बोलिया धासा न छिथ्या त छिन त ता इकाइटिनिगु खन वया चंगु दुरासा ठो वास या त आपन खर्च तुइगु खटन वया चंगु छिसा खना चना गुए दु नेना चना गुए दु आ ठो इले छगु थन नेपालले आयुर्वेदिक पाके ठो कोरोना भाइरस या त कोरोना भाइरस पाखे संक्रमित पिण्ड लोच कपिन्द उपचार यागु धैगु खन छिसन नेना चना गुजुल ठो छगु सकारात्मक व आशा पाखे छित चाहिँ यंका चंगु जुल ठो आयुर्वेदिक पाखे वास यना चंगु धैगु ख ठो आयुर्वेदिक वास धैला छि परम्परागत छिहे याना वया चंगु न ख ठोइ आयुर्वेदिक पाखे थौकने उपचार याना आपल मनु त संक्रमित मनु त लंकावना चंगु धैगु न खन्यना चंगु जुल आ ठोइ आयुर्वेदिक पाखे गुकथ उपचार याई ठो आयुर्वेद कोभिड-19 या उपचार या त सम्भव जु कि मजु ठो गुली तक विश्वास दु ठुकी ठोइ बारे खलाबला यागुनिटी थौ ठो राष्ट्रिय आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टर किपुली चंगु खथो ठुकिया कार्यकारी निर्देशक डाक्टर राम अधर यादव या त ठुगु ज्याजोले सदा वेकलिसी खलाबला यातिना गुदु ठो आयुर्वेदिक उपचार थाथे गुकथ उपचार याना चंगुदु अले ठो गुली तक सम्भव दु रहिगो ख वेकलिसी खलाबला यागोजी वेक या त ठो नेपाल भाषा मुक्ति वेकलिसी खस नेपाली भाषा खलागोजी सिक्किन्छ नेना दिशा आदकले नापा डाक्टर साहब त लस्कुसनिया डाक्टर साहब नमस्कार। नमस्ते धन्यवाद। स्वागत छ तपाईलाई यस कार्यक्रममा। धन्यवाद। अहिले यो कोभिड-19 को महामारी चलिरहेको बेलामा हैन औषधि नपाएको अवस्था छ भ्याक्सिनहरु पनि नपाएको अवस्थामा आयुर्वेदिकबाट हाम्रो यो सेन्टरले चाहिँ उपचार धेरै संक्रमितहरुलाई उपचार गरेर पठाएको खबरहरु पनि आइराखेको छ। अहिले तपाईहरुको यस अस्पतालमा संक्रमितको कति जना संक्रमितहरुले उपचार गरेर गइसकेको अवस्था छ र कति जना उपचार गराइराख्नु भएको छ? अहिले हाम्रो राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा अहिलेसम्म 215 जना उपचार गरेर गइसक्नु भएको छ र अहिले 125 जना पेशेन्टहरु उपचार हुनुहुन्छ। 125 जना। हजुर। अनि अहिले उपचारमा कति जना छ होला?
125 जना अहिले हामी कहाँ उपचार गराइराख्नु भएको छ पेसेन्टहरू। हजुर। अनि यो अस्पतालमा चाहिँ कस्ता लक्षण देखिएका बिरामीहरू आएर चाहिँ उपचार गराइराख्नु भएको छ? अब एउटा म कोभिड-19 को बारेमा कुरा गर्दा हैन, यो एउटा नोभल कोरोना भाइरस हो। अनि यस्ता खाले भाइरसहरू कोरोना प्रजातिमा यो नयाँ प्रजातिको भाइरस भएकोले अनि यसको कन्फर्म ट्रिटमेन्ट अहिलेसम्म भ्याक्सिनसम्म आविष्कार नभइसकेको अवस्थामा हाम्रो नेपाल पनि यो कोरोनाले छुटुराएको छैन। र म दुईटा चिज भन्न चाहन्छु। कोरोना र कोभिड-19 दुईटा पार्ट हो। डिजिजको एउटै रोगको एउटा स्टेज भनौँ न। हामी कोभिड-19 को कुरा गर्दा तीनवटा स्टेज हुन्छ। एउटा सामान्य भाषामा कुरा गर्दा एउटा कोरोना पोजिटिभ स्टेज र अर्को कोभिड-19 को स्टेज र तेस्रो स्टेज के हुन्छ भने उपचारात्मक उपचार पछि बिरामीहरू या त निको भएर कुनै कुनै पेसेन्ट भेरी फ्यू पर्सेन्टेज हैन यो कहिलेकाहीँ सिभियर कम्प्लिकेसन्स डेभलप हुन सक्छ। र हामी कहाँ जुन पेसेन्टहरू बेसिकली यहाँ जुन आउँछ त्यो माइल्ड सिम्पटम्स र एसिम्प्टोमेटिक केसहरू जस्ट कोरोना पोजिटिभ छ र कुनै कुनै पेसेन्टहरूमा हामीले अब्जर्भ गर्दा यो कोरोना पोजिटिभ भएर एडमिसन भएको छ, पछि सिम्पटम्स डेभलप भएको देखियो र माइल्ड सिम्पटम्स मात्रै हामीले हेरिरहेका छौँ। अनि यो मौसमी रुगाखोकी र निमोनियाको लक्षण पनि कोरोनाको जस्तै हुन्छ भन्छ। यो कोरोना र यो मौसमी रुगाखोकी र निमोनियामा कतिको फरक छ लक्षणमा? एकदम राम्रो क्वेसन सोध्नुभयो हैन। यो मौसमी रुगाखोकी भाइरल फिभर पनि हामी लास्ट इयरको कुरा गर्दा हामी नेपालमा चाहिँ काठमाडौँ भ्यालीमा पुरै हाम्रै देशमा धेरै देखिन्थ्यो नि। तर यसपालि त्यस्ता खाले रुगाखोकी कम देखिन्छ र यसले कसरी सेपरेट गर्ने भने यसमा फिभर हुन्छ नि एउटा 100+ नै 101, 102 र 100+ नै हुन्छ र यसमा रनिङ नोजको सिम्पटम्स भन्दा जिउ दुख्ने रोगीहरूलाई अनि बडी जिउ गन्ध नथाहा पाउने, स्वाद टेस्ट नथाहा पाउने यस्ता टाइपको लक्षणहरू र पछि सास लिन गाह्रो हुने यस्ता टाइपको सिम्पटम्स देखाउँछ यसमा। हजुर। अनि यहाँ यो हस्पिटलमा उपचार गराएर थुप्रै मानिसहरू पनि निको भएर गएको पनि समाचारहरू आइराखेको छ हैन। यहाँ उपचार गराइराखेको बिरामीहरू र बिरामीका परिवारहरूको कस्तो प्रतिक्रिया आइरहेको छ? अब पेसेन्टहरू एकदम उत्साहपूर्वक निको भएर गइराख्नु भएको छ। उहाँहरू एकदम खुसी भएर जानु भएको छ कि हामीले यहाँ जति पनि रोगीहरू आए उहाँहरूलाई हामी एउटा आहार विहारदेखि सम्पूर्ण आयुर्वेदिक औषधिहरू पनि दिए है। अनि त्यसले गर्दा एकदम फास्ट रिकभरी हुनुभयो। इभन 7 देखि 10 दिनमा हैन हामी सबै जति पनि अहिलेसम्म आएको रोगीहरू 7 देखि 10 दिनमा पिसिआर गराउँदा सबै रोगी नेगेटिभ भएर गएका छन्। त्यसैले एउटा र त्यति अहिलेसम्म कुनै पनि रोगीलाई कम्प्लिकेसन डेभलप भएको छैन। सामान्य मात्रै लक्षणहरू देखा पर्यो यहाँ, तर कम्प्लिकेसन्स देखिएन। कोही पेसेन्टहरू हामी कहाँ अनि दीर्घ रोगीहरू पनि आउनु भएको थियो। अब उनीहरूको बाहेक दीर्घ रोगीमा कस्तो खाले रोगी कि कोही डायलिसिस भएको किडनीको रोगी छ, उहाँ केही दिन आउनुभयो तर हामीले कन्सल्टिङ सुपर स्पेसियालिटी सेन्टरमै पठाइदियो त्यस्ता रोगीहरूलाई। अब मुटुको अपरेसन गराउनु भएको छ तर कोरोना पोजिटिभ भएर के आउनुभयो बस्नको लागि। तर त्यस्ता केसहरू बाहेक हामी कहाँ मेनली एसिम्प्टोमेटिक माइल्ड सिम्पटम्सहरू देखा परेको केसहरू मात्रै हामी हेरेछौँ यहाँ। भन्नाले चाहिँ दीर्घ रोगीहरूलाई चाहिँ यहाँ उपचार गराउने व्यवस्था छ कि छैन? अब दीर्घ रोगीहरूले त पहिला नै अरू नै औषधिहरू सेवन गरिरहेको हुन्छ, उनीहरूलाई चाहिँ यो आयुर्वेदिक औषधि फेरि चलाउन कोरोना भयो भने चलाउन मिल्छ कि मिल्दैन डाक्टर साहब? मिल्छ किन नमिल्नु हैन। पक्कै नै आयुर्वेदिक औषधि हामी साथसाथमा चलाउन मिल्छ।
र दीर्घ रोगीहरू कोरोनाको अलिकति मोडरेट सिम्पटम्सको देखा पर्यो भने अरू रेफर गर्छौँ। तर माइल्ड सिम्पटम्स छ भने किन उपचार गर्न मिल्छ। साथसाथमा दीर्घ रोगीहरूलाई चलिरहेको औषधिलाई कन्टिन्यू गरी र हामी आयुर्वेदिक औषधिहरू पनि दिने गर्छौँ। अनि डाक्टर साहब हजुरले चाहिँ भर्खरै भन्नुभयो कि अब यहाँ उपचार गर्ने बिरामीहरू सङ्क्रमित बिरामीहरूलाई चाहिँ 7-8 दिनमै निको भएर पनि गएको भन्ने कुरा पनि हजुरले भर्खरै भन्नुभयो होइन। तर यसको पिसिआर मात्र टेस्ट गरे पनि 14 दिन क्वारेन्टाइनमा बस्नुपर्छ, यसको रिजल्ट आउनलाई पर्खिनुपर्छ भन्छ भने यहाँहरूले 7-8 दिनमा चाहिँ यो निको भएर निको हुनलाई टाइम लिएको छ नि, 7-8 दिनमै निको भएको चाहिँ यो कसरी सम्भव भयो? यसो छ कि मेन रोग प्रतिरोधक क्षमतामा पनि भर पर्छ कि यो हामीलाई एउटै परिवारमा कसैलाई कोरोना पोजिटिभ देखिन्छ तर सँगै बसेको मान्छेलाई कोरोना नेगेटिभ देखिन्छ। त्यसको कारण मेन हामी खोज्दै जाँदा मेन त रोग प्रतिरोधक क्षमता रहेछ। मान्छेको शरीरमा रोग प्रतिरोधक क्षमता हुन्छ, व्याधि क्षमत्व फरक हुन्छ, रोगसित लड्ने क्षमता हरेक मान्छेको एक नासको हुँदैन है। त्यसले गर्दा अब यस्ता रोगीहरूलाई एउटा हाम्रो अनुसन्धान केन्द्र भएको हुनाले हामीले एउटा 7-7 दिनमा आयुर्वेदिक औषधिको साथसाथमा केस स्टडीको लागि किन पिसिआर गराएर हेरौँ र हामीले एउटा आयुर्वेदिक ट्रिटमेन्ट डिजाइन गरेर पेसेन्टहरूलाई औषधि दियौँ। त्यसले गर्दा हामीलाई धेरै राम्रै उत्साह थपेछ। एटलिस्ट पेसेन्टलाई हस्पिटल स्टे पनि हामीले घटाउन सकेछौँ। त्यसले गर्दा पनि राम्रो चिज हो नि। अब सरकारको पनि व्ययभार कम भयो। पेसेन्ट हस्पिटलबाट डिस्चार्ज भएपछि उनीहरू पनि आफ्नो घर परिवारमा बस्न हैन खुसी भयो। उनीहरू मेन्टली पनि उनीहरू एकदम स्ट्रङ भयो। हस्पिटल जति पनि सुविधा सम्पन्न भए पनि लामो समय बस्दा उनीहरू डिप्रेस हुँदो रहेछ पेसेन्ट है। त्यसैले हामी यहाँ अब्जर्भ गर्दा ट्रिटमेन्ट दौरानमा पेसेन्टहरू 7-7 दिनमा हामी सबैलाई एकचोटि पिसिआर गराएका छौँ र त्यसपछि धेरै जसो पेसेन्टलाई अहिलेको डाटा अनुसार अप टु 85% हामी 7 दिनमै डिस्चार्ज गरिरहेका छौँ। भन्नाले चाहिँ 7 दिनमा पनि निको भएर गएका बिरामीहरू छन्। पक्कै नै अब कोरोना नेगेटिभ भइसकेपछि अब किन राख्ने भनेर सरकारले पनि भनेछ। अनि पेसेन्टहरू बढिरहेको अवस्थामा अब घरमै क्वारेन्टाइनमा 7 दिन अझै बस्ने, तर हामी आफ्नो अस्पतालबाट डिस्चार्ज गरिरहेका छौँ। अनि अब यो रोगको उपचार खर्च त निकै महँगो भन्छन् होइन। अब यो साधारण मानिसहरूको हकमा चाहिँ यो उपचार गर्न सम्भव छ कि छैन? यसको आयुर्वेद उपचारमा चाहिँ यसको खर्च कति लाग्छ होला? यस्तो छ कि यो रोगको उपचार एकदम महँगो छैन। डायग्नोस्टिक मात्रै अलिकति महँगो छ कि अब इन्भेस्टिगेसनमा पिसिआर मात्रै महँगो छ। अदरवाइज यो औषधि अहिलेसम्म कुनै कन्फर्म ट्रिटमेन्ट पत्ता लागेको छैन अहिलेसम्म होइन। यस्तो अवस्थामा हामीले प्रिभेन्टिभ एस्पेक्टको लागि रोग प्रतिरोधक क्षमता बढाउनको लागि हामी इम्युनोमोडुलेटर इम्युन सिस्टमलाई बुस्ट गर्ने आयुर्वेदिक औषधिहरू पेसेन्टहरूलाई दिन्छौँ। र त्यसले गर्दा हामीले के अब्जर्भ गरेछौँ भने पेसेन्टहरूलाई 7 दिन 8 दिन होइन इम्युनोमोडुलेटर औषधि आयुर्वेदिक औषधि दिइसकेपछि उनीहरूको कोरोना होइन फेरि हामी पिसिआर गराउँदा नेगेटिभ पाइयो हामीले। र यो औषधि एकदम सस्तो हो, घर आँगनमै पाउने औषधि हो, आफ्नै करेसाबारीमा पाउने औषधिहरू, अरू केही केमिकल्स छैन र अरू हामीले केही दिए पनि छैन। त्यसैले घर आँगनमा भएको औषधि म अरू सर्वसाधारणलाई के रिक्वेस्ट गर्छु भने जसलाई कोरोना पोजिटिभ पनि छैन, घरमा अहिले लकडाउन अवस्थामा बसिराख्नु भएको छ, उहाँहरू पनि अहिलेको अवस्थामा रोग प्रतिरोधक क्षमता बढाउने खालका औषधिहरू एन्टिभाइरसहरू जसमा जुन औषधिहरूमा एउटा नोटेड भइसकेछ, पत्ता लागिसकेका औषधिहरू खाँदा, चाहे जडीबुटी खाँदा, घरमा पाइने मसलाहरूमा पाइने यस्तो गुणहरू, यस्ता मसलाहरू खायो भने छिट्टै होइन कोरोनाबाट हामी बच्न पनि सक्छौँ र उपचार पनि गर्न सक्छौँ। एउटा कुरा मैले पहिला पनि भने कि कोरोना पोजिटिभ र कोभिड-19 दुईटा डिफ्रेन्ट थिङ हो, दुईटा चिज हो।
पोजिटिभ हुँदैमा हामीले त्यति डराउनु पर्दैन। हामी तपाईमा धेरै जस्तो यस्ता सर्वसाधारणमा एउटा हामी कोरोनाको टेस्ट गर्यो भने धेरै जस्तोमा पोजिटिभ देखिन्छ। द्याट मिन्स त्यो कोभिड-19 होइन, त्यो कोभिड-19 मात्रै लक्षण देखा पर्यो भने मात्रै हामी कोभिड-19 भन्न सक्छौँ। त्यसैले त्यस्ता रोगीहरू आफ्नै घरमा पनि होम क्वारेन्टाइनमा बसेर, होम आइसोलेसन्समा बसेर आयुर्वेदिक जडीबुटीहरू, इम्युनो बुस्टर औषधिहरू, इम्युनो मोडुलेटर औषधिहरू सेवन गर्यो भने पक्कै निको हुन सक्नुहुन्छ र शीघ्र निको हुन सक्नुहुन्छ, त्यो मलाई आशा छ। हजुर, अब यो अहिलेको मौसममा चाहिँ धेरै जसो बिरामीहरू ज्वरो आउने यस्तो पनि लक्षण देखा परिरहेको छ। यो ज्वरो मात्र आएकोलाई कोरोना भएको भन्ने किसिमको मान्छेमा डर पनि भइराखेको छ। केही खोकी लाग्यो भने पनि, हाछिउ मात्र आए पनि कोरोना लाग्यो कि भन्ने चाहिँ डर र चिन्ताले मानिसहरूले चाहिँ एकदम डराउने भइराखेको छ होइन। अब यो ज्वरो मात्र आयो भने यस्तो बेलामा चाहिँ कस्तो किसिमको घरमै उपचार गर्न सकिन्छ? अब यसो छ हैन, घरमा ज्वरो मात्रै आएको कसैलाई छ, अहिले पनि ज्वरो रुगाखोकीको सिजन पनि हो हैन। यस्तो समयमा हजुर हजुर, जबसम्म कोरोनाको टेस्ट या पिसिआर टेस्ट गराएको छैन त्यति बेलासम्म हैन घरमै बसेर घरमै पाइने जडीबुटीहरू जस्तो हैन, हामी समाजमा पहिलादेखि त्यस्ता काढाहरू हामी नियमित ज्वरो रुगाखोकी लाग्दा सुरुमा कसैले औषधि सेवन गर्दैनथ्यो पहिला। हजुर, भान्सामा पाइने जडीबुटी या भान्सामा पाइने धेरै मसालाहरूलाई काढाको रूपमा प्रयोग गरेर त्यस्ता सामान्य खालको रुगाखोकीमा प्रयोग गर्थे त्यति बेला पनि हाम्रो समाजमा। अहिलेको हैन यो मोडर्न मेडिसिन्सको बढी प्रचार भएर हामी अलिकति रुगाखोकी लाग्ने बित्तिकै एलोप्याथिक र मोडर्न मेडिसिन सुरु गरिहाल्छौँ। तर अहिलेको अवस्थामा म के रिक्वेस्ट गर्न चाहन्छु भने साथसाथमा घरमै पाइने, भान्सामा पाइने तुलसी भयो, अदुवा भयो, दालचिनी भयो है, मरिच भयो, यस्ता औषधिहरूलाई हैन काढा बनाएर सेवन गर्यो भने पक्कै रुगाखोकी पनि निको हुन्छ र साथसाथमा इनकेस कोरोना पोजिटिभ देखाएको छैन भने या कोरोना भयो भने सबैलाई हस्पिटलले धान्न सक्ने अवस्था पनि छैन। नेपाल सरकारले जति प्रयास हाम्रो सरकारले गरि नै राखेछ, तर पनि अब देशमा कम्युनिटी लेभलमा ट्रान्समिसन्स भइदियो भने अब एसिम्प्टोमेटिक केसहरू घरमा होम आइसोलेसन्समा बसेर यस्ता मौन तातो पानी नियमित सेवन गरिराख्ने, टाइम टु टाइम सेवन गरिराख्ने र घरमै पाउने, करेसाबारीमा पाउने यस्ता जडीबुटीको काढा बनाएर सेवन गर्यो भने यो रोगलाई सजिलैसित जित्न सकिन्छ र फर्दर कम्प्लिकेसन्सबाट बचाउन सकिन्छ रोगलाई। हजुर डाक्टर साहब, पहिला पहिला त धेरै जसो मानिसहरूले हाम्रो परम्परागत रूपमै यो आयुर्वेदिक औषधिहरूलाई केही महामारी भयो भने वा केही रोग भयो भने चाहिँ चलाइराखेकै हो होइन। तर पछि हुँदै गएपछि यो आयुर्वेदिक औषधिहरू मान्छेहरूले चाहिँ बिर्सिँदै गयो, यसलाई चाहिँ त्यति वास्ता गरिएन, विश्वास चाहिँ यसको घट्दै गएको कारण चाहिँ के होला जस्तो लाग्छ डाक्टर साहब? अब यसो छ, हाम्रो डेभलपिङ सोसाइटीमा यो मोडर्न मेडिसिनको धेरै प्रचार प्रसार भयो र हामीले आफ्नो संस्कृति, आफ्नो सभ्यता र आफ्नो मेडिसिन्स जुन हाम्रो नेपालमा परापूर्व कालदेखि मलाई लाग्छ 99% हामी नेपालीहरूले एकचोटि आयुर्वेदिक औषधि सबै हामी प्रयोग गरेकै हो र हामीले प्रमोट गर्न छोड्यो बिचमा र त्यसले गर्दा हामी पुरै डिपेन्डेन्ट हामी मोडर्न मेडिसिनमा भयो। त्यसले गर्दा हाम्रो रोग प्रतिरोधक क्षमता पनि बिस्तारै बिस्तारै कम हुँदै गयो र हाम्रो खानपिनले, हाम्रो रहन सहनले पनि यो रोग प्रतिरोधक क्षमता घट्दै गयो। यति पनि मेडिसिन्सको डिस्कभरी र इन्भेन्सन भइसके तापनि अहिले पनि रोगीहरू त कमी भएको छैन। यसको कारण के हो हामी खोज्न गयो। हामीले टोटली मोडर्न मेडिसिनमै डिपेन्डेन्ट भयो। हाम्रो दिनचर्या, ऋतुचर्या बिर्सिँदै गयो। हामीले कस्तो आहार विहार सेवन गर्नुपर्छ, कुन सिजनमा कस्तो आहार विहार गर्नुपर्छ, त्यो सबै हामी बिर्सिँदै गयो। त्यसले गर्दा बिस्तारै हाम्रो रोग प्रतिरोधक क्षमता पनि घट्दै गयो र त्यसैले हामी यो आयुर्वेदिक औषधिहरू न ठुलो प्रिभेन्सन्समा यसको ठुलो रोल छ। हाम्रो फर्स्ट प्रिन्सिपल नै आयुर्वेदाको एउटा रोगको प्रिभेन्सन गर्नु नै हो। त्यसैले
यो आयुर्वेदिक जडीबुटीहरू सेवन गर्यो भने पनि रोग प्रतिरोधक क्षमताको वृद्धि हुन्छ र नियमित सेवन गर्यो भने पनि हाम्रो आयुर्वेदमा यस्ता यस्ता औषधिहरू छन् त्यसलाई नियमित सेवन गर्न पनि उल्लेख छ। त्यस्ता औषधिहरूले हामी सेवन गर्यो भने पनि रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ। त्यसलाई हामी रसायन औषधिको रूपमा हामी भन्छौँ। रसायन सेवनले शरीरको इम्युनिटी पावर बढाउँछ र रोगबाट पनि बचाउँछ। यसले धेरै जसो बिरामीहरू चाहिँ अरू ठाउँमा उपचार गराएर नभएपछि मात्र बल्ल आयुर्वेदिक उपचारतिर आउने गरेको छ हैन। उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ डाक्टर साहब हजुरले? अब यसो छ, म अब इमर्जेन्सी कन्डिसन्समा उपचार गराए तापनि हैन, मैले सब एक्युट कन्डिसन्सहरूमा आयुर्वेदिक उपचार गर्यो भने नै राम्रो हुन्छ सल्लाह त्यही हो। तर इमर्जेन्सी मेडिसिन अहिलेसम्म हाम्रो आयुर्वेदमा डिस्कभरी र इन्भेन्ट भइसकेको अवस्था छैन। तर हामीले सब एक्युट कन्डिसन्सहरूलाई, दीर्घ रोगीहरूलाई आयुर्वेद मेथडबाट उपचार गर्यो भने पक्कै नै लाभ हुन्छ। र एउटा हाम्रो आयुर्वेदिक औषधिहरूको ब्युटीनेस के छ भने यसको सोर्स ग्रीन सोर्स हो। ग्रीन जहिले पनि अरू सेललाई, सराउन्डिङ सेललाई ड्यामेज गर्दैन। त्यसले यो सधैँ शीतलता शरीरलाई प्रदान गर्छ। ग्रीन सोर्स मिन्स आयुर्वेदिक औषधि त्यति एडभर्स इफेक्टिभ हुँदैन है। तर मोडर्न मेडिसिन्सको कुरा गर्दा त्यो अलिकति रेड सोर्स हो। यसको रेड सोर्स भएकोले यसमा त्यतिकै साइड इफेक्टिभ पनि धेरै हुन्छ। त्यसैले हाम्रो परापुरुषकालदेखि प्रयोग भइरहेको एन्सियन्ट मेडिकल साइन्स जुन हाम्रो आयुर्वेद हो र नेपालमा प्राचीन कालदेखि नेपालमा हामी नेपालीहरूले प्रयोग गरिरहेको मेडिकल चिकित्सा पद्धतिलाई हामीले प्रयोग गर्नुपर्छ र यसलाई जनमानसमा पुर्याउनै पर्छ र यसका सेवनले गर्दा पक्कै नै रोग प्रतिरोधक क्षमता बढाउँछ र हामी रोग लाग्नबाट पनि बचाउँछ। सबभन्दा त्यो इम्पोर्टेन्ट चिज कुरा हो। अब रोग लागिसकेपछि पैसा खर्च गर्नुभन्दा आयुर्वेदिक औषधि सेवन गरेर आफ्नो शरीरको रोग प्रतिरोधक क्षमता बढाउँदा नै बेस देखिन्छ र अहिले अब समाजको माग पनि त्यही हो र यो कोरोनाले त्यस्ता कुराहरू पनि सिकाइदिएछ र अब मलाई लाग्छ कि हाम्रो समाजमा आयुर्वेदको प्रचार प्रसार बढेछ र आयुर्वेदको आफ्नो शक्ति हाम्रो भित्र, हाम्रो समाजमा पाइने, हाम्रो घर आँगनमा पाइने जडीबुटीहरूको पक्कै नै प्रयोग गर्यो भने यस्ता खाली भाइरसहरू, भाइरल डिजिजहरूबाट हामी बच्न सक्छौँ। र साथसाथ म एउटा कुरा अझै एड गर्न चाहन्छु भने दिन प्रतिदिन के भइरहेछ भने हरेक एन्टिबायोटिकहरू जति पनि डिस्कभरी भए पनि, इन्भेन्सन भए पनि त्यो रेजिस्टेन्स डेभलप गरिराखेको छ। त्यसले गर्दा पछि भयावह स्थिति हुन सक्छ। त्यसैले अननेसेसरी युज अफ एन्टिबायोटिकलाई हामी रोकेर शरीरको इम्युनिटी पावर बढाउन एकदमै आवश्यक छ र त्यसको लागि हामी आयुर्वेद प्रिन्सिपललाई अपनाउनु एकदम आवश्यक छ। आयुर्वेद प्रिन्सिपल नट ओन्ली मेडिसिन हो, मेडिसिन मात्रै होइन, हाम्रो जडीबुटी मात्रै होइन, आयुर्वेदले एउटा दिनचर्या सिकाउँछ। दिनचर्या मिन्स हामीले कस्तो काम गर्नुपर्छ, कसरी आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सकिन्छ, कुन बेला के काम गर्नुपर्छ, कस्तो एक्सर्साइज गर्नुपर्छ हैन। त्यसले गर्दा औषधिले मात्रै रोग प्रतिरोधक क्षमता बढ्दैन, यहाँ व्यायामको कुरा आउँछ, योगाको कुरा आउँछ, मेडिटेसन्सको कुरा आउँछ, आचार रसायनको कुरा हुन्छ हैन। यस सबैले गर्दा रोग प्रतिरोधक क्षमता बढ्ने हो, न कि आयुर्वेदिक जडीबुटी मात्रै खाएर रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ। त्यसैले आयुर्वेदिक औषधिको साथसाथमा आयुर्वेदले भनेको लाइफस्टाइललाई फलो गर्यो भने पक्कै नै हामी आफ्नो शरीरको प्रतिरोधक क्षमता, रोग प्रतिरोधक क्षमता बढाउन सक्छौँ। हजुर, पक्कै पनि यो अवस्थामा यो कोरोनाको औषधि नपाइराखेको बेलामा आयुर्वेदिक औषधिहरूले पक्कै पनि फाइदा गरिराखेको छ अहिलेको यो स्थितिमा भने। अब आउने दिनहरूमा यस उपचार विधिको भविष्य चाहिँ कस्तो देख्नु भएको छ हजुरले? हैन, यस्तो त अलिकति हामी यो उपचार विधिको भविष्य राम्रै छ। आयुर्वेद भनेको आफैमा कम्प्लिट एउटा चिकित्सा विज्ञान नै हो है। यो अहिले केही दिन यता यो अलि छायामा परेछ, तर
उतार चढावको बावजुद पनि हैन अब यो पक्कै नै हामी समाजमा पपुलारिटी गेन गरि नै राखेको छ र मलाई लाग्छ कि यो हाम्रो नेपाल कृषि प्रधान देश हो र कृषि प्रधान देशमा म सबैजनालाई के निवेदन गर्न चाहन्छु भने 70% जग्गाहरूमा एउटा कृषिमा एउटा खाने बालीहरू जुन हुन्छ नि खाद्यान्नहरू उत्पादन गर्ने र 30% जग्गामा हामीले जडीबुटी उगाएर देशलाई पनि समृद्ध गर्न सक्छौँ र यो जडीबुटीहरू बाहिर एक्सपोर्ट गरेर चाहिँ हामी संशोधन केन्द्रहरू बनाएर र यस्ता जडीबुटीलाई एक्सपोर्ट गरेर पनि देशलाई हामी आर्थिक रूपमा पनि सबल बनाउन सक्छौँ र स्वास्थ्य पनि बनाउन सक्छौँ। अहिलेसम्म जहाँ जहाँ बढी आयुर्वेदिक औषधि प्रयोग गरेको मान्छेहरू त्यति नै स्वस्थ देखिन्छ र बढी केमिकल औषधि बढी एलोप्याथिक औषधि जति पनि प्रयोग गर्दा पनि यसको साइड बाई साइड कुनै न कुनै साइड इफेक्ट गरिराखेको हुन्छ शरीरमा। त्यसैले हतारमा एकदमै इमर्जेन्सी कन्डिसन्समा त प्रयोग गर्नुपर्छ तर सबएक्युट कन्डिसन्समा सकेसम्म त्यस्ता औषधिहरूबाट हामी बस्नुपर्छ है। त्यसैले म सरकारलाई त्यही रिक्वेस्ट गर्न चाहन्छु हामी सबैलाई एउटा ठुलो दायित्व छ कि आयुर्वेदालाई प्रमोट गर्नै पर्छ। हजुर डाक्टर साहब, अब हजुरले भने जस्तै आयुर्वेदिक पद्धतिको उपचारबाट यति धेरै उपलब्धिहरू हासिल गरिराखेको छ भने यो आयुर्वेदिक औषधिहरू नेपालमै पाइने जडीबुटीबाट बनाइन्छ। यसलाई चाहिँ हामीले औषधि उत्पादन गरेर बाहिर पनि पठाउन सकिन्छ। यसले गर्दा देशलाई पनि फाइदा हुन्छ। यो हुँदा हुँदै पनि सरकारले यस पद्धतिलाई चाहिँ प्राथमिकतामा किन नराखेको जस्तो छ? अब राख्ला हैन, अब जति राखेकै हो अब भन्न सकिँदैन। हाम्रै 75-77 जिल्लामा हाम्रो संयन्त्रहरू छ हाम्रो चिकित्सा पद्धतिको र नेपालको राष्ट्रिय चिकित्सा पद्धति नै आयुर्वेद हो तर अलिकति बजेटको अभाव छ नै हामी कहाँ पक्कै नै म त्यो स्वीकार्छु। जति बजेट हामीलाई चाहिन्छ रिसर्च र डेभलपमेन्टको लागि हामी अभाव नै खेपिरहेछौँ तर सरकारलाई लागेछ अब सायद लाग्छ कि अब यो कोरोना पछि यस महामारी पछि एउटा छुट्टै दृष्टिकोणले सोच्नु आवश्यक छ र साथसाथमा आफ्नै चिकित्सा पद्धति आफ्नो मौलिक चिकित्सा पद्धतिलाई एउटा मेन स्थान दिएर बजेट एलोकेट गरेर अध्ययन अनुसन्धानमा राम्रो बजेट एलोकेट गरेर यसमा रिसर्च एकदम आवश्यक छ र साथसाथमा रिसर्च फर द ह्युमन बिङको लागि नेपालीहरूकै लागि हामी रिसर्च गर्छौँ, हाम्रै समाजको लागि हामी रिसर्च गर्छौँ र त्यसको रिसर्चको आउटकमलाई हामी समाजमा घर घरमा पुर्याएर यसको ब्युटिनेस यसको गुणहरू हामी हरेक घर दैलोमा पुर्याउनु एकदम आवश्यक छ र अहिलेको अवस्थामा के देखेछ भने हामी गरिब गुरुवा जनताहरू यो आयुर्वेद चिकित्सा बिर्सिरहेको छ। अलि पहिला जति गाउँमै जति आयुर्वेदिक औषधिहरू प्रयोग भइराखेको थियो अहिले म गाउँमा त्यो आयुर्वेदिक औषधि प्रयोग भइराखेको देखिँदैन। त्यो मलाई एउटा चिन्ताको विषय हो र अरू औषधिहरू प्रयोग गरेर गाउँमा पनि दिल रोगीहरूको सङ्ख्या बढिरहेछ। एउटा लाइफस्टाइल डिजिज लाइफस्टाइलसित सम्बन्धित रोगहरू गाउँमा पनि अहिले बढिरहेछ। त्यसको मेन कारण पनि त्यही हो। साथसाथमा हामी मोडर्न मेडिसिनको बढी प्रचारले गर्दा गाउँमा हैन पाखामा सहरमा सबै ठाउँमा आयुर्वेदिक औषधिको प्रयोग कम भयो र त्यसले गर्दा यहाँ अहिले तपाईहरु हामीहरु हेरिराखेछौँ कि गाउँ गाउँमा किडनीको रोगीहरू बढिरहेछ। त्यसको सोलुसन छैन। एउटा गरिबले यो किडनीको लागि रोगी भइसकेपछि मृगौलाको रोग लागिसकेपछि उपचार गर्न कति गाह्रो छ र अल्टिमेटली आउटकम जिरो नै हो। त्यसैले यो आयुर्वेदिक औषधिलाई प्रमोट गर्नु एकदमै आवश्यक हो। त्यसले गर्दा हामी मैले भने देशलाई पनि समृद्ध बनाउन सक्छौँ र देशलाई स्वस्थ बनाउन सक्छौँ। हजुर अवश्य पनि डाक्टर साहबले भन्नुभयो जस्तै अब अहिले हाम्रो देशमा दिन पर दिन नै यो संक्रमितको संख्या पनि बढिरहेको छ। यो अवस्थामा हामीले यो संक्रमितबाट मुक्त हुनको लागि यो कोरोना रोग नलाग्नको लागि कस्तो उपाय अपनाउनु पर्छ र खानपान र रहन सहन कस्तो हुनुपर्छ जस्तो लाग्छ?
एकदम राम्रो। सबभन्दा यो रोगमा प्रिभेन्टिभ एस्पेक्टमा धेरै ध्यान दिनु आवश्यक हो र प्रिभेन्सन्सले गर्दा नै हामी रोगबाट बच्न सक्छौँ र कुनै पनि रोगको प्रिभेन्टिभ एस्पेक्टलाई हामी राम्रोसित ध्यान दियो भने रोग लाग्दैन। र यसको लागि म के निवेदन गर्न चाहन्छु भने सबभन्दा पहिला नेपाल सरकारले जुन स्वास्थ्यको लागि गाइडलाइन जारी गरेछ कोभिड सम्बन्धी, त्यसलाई फलो गर्न एकदम आवश्यक हो। सबभन्दा ह्यान्ड वास गर्ने, हामी पटक पटक हैन मिची भन्छौँ 20 सेकेन्ड एटलिस्ट साबुन पानीले हात धोइराख्नुपर्छ, मास्क लगाउनु पर्छ, सोशल फिजिकल डिस्टेन्सिङ हामीले मेन्टेन गर्नुपर्छ। यो केही दिनको लागि पनि हैन हामी सबैले एउटा फिजिकल डिस्टेन्सिङ मेन्टेन गर्यो भने हामी पछि यो रोगबाट बच्न सक्छौँ। र कहिलेकाहीँ के हुन्छ भने एउटा सानो जमघटमा परिवारमा गयो भने आफ्नै अफिसमा पनि हामी गयो भने आफ्नै अफिसको त मान्छे हो, मास्क नलगाएर कुरा गर्दा पनि हुन्छ, तर त्यस्तो गल्ती गर्नु हुँदैन। हामीले आफ्नै अफिसमा जाँदा पनि एउटा मास्क लगाएर कुरा गर्नुपर्छ र सानो जमघट भए पनि हामी सबैजनाले मास्क वेयर गर्नु, मास्क लगाउनु एकदम आवश्यक हो। र साथसाथमा एउटा ह्यान्ड सेनिटाइजरको कुरा म के निवेदन गर्न चाहन्छु भने ह्यान्ड सेनिटाइजर पानी नभएको, साबुन पानीको अभाव भएको ठाउँमा मात्रै हामी ह्यान्ड सेनिटाइजरको प्रयोग गरौँ र जहाँ साबुन पानीको पर्याप्तता छ, एभाइलेबल छ भने हामी साबुन पानीले नै हात धुँदा बेस्ट मानिन्छ। र अल्कोहल युक्त सेनिटाइजरले गर्दा त्यति राम्रो देखिँदैन, त्यसैले साबुन पानीले हात धोइराख्ने। र एउटा कुरा अझै के देख्छु भने हामीले आफ्नो आनी बानी पनि सुधार्नु पर्छ। कसैले हैन हामी हात नधोएर मुखमा हात लगाउने, नाकमा हात लगाउने, आँखातिर आँख मिच्ने औँलाले, त्यस्तो बानीहरू पनि केही दिनको लागि बिर्सिनै पर्छ। यो बानी राम्रो होइन। त्यसले गर्दा भाइरसहरू एक्सेस पाउँछ र इन्ट्री पाउँछ हैन मुखबाट, नाकबाट, आँखबाट र त्यसपछि भित्र गइसकेपछि बडी रेप्लिकेसन हुने हो। सो यो प्रिभेन्टिभ एस्पेक्टमा ध्यान दिनु एकदम आवश्यक हो। र साथसाथमा हामी आयुर्वेदमा कसरी प्रिभेन्ट गर्न सकिन्छ यस्तो रोगीहरूलाई, त्यसको लागि हामी मन तातो पानी निरन्तर सेवन गरिराख्नुपर्छ। आयुर्वेदिक जडीबुटीमा भान्सामा पाइने जडीबुटीहरू, करैसाबारीमा पाइने जडीबुटीहरू टिपेर त्यसको काढा बनाउने र काढा पनि निरन्तर सेवन गर्यो भने पनि हामी यो रोगबाट बच्न सक्छौँ। र त्यसको साथसाथमा हामीले एउटा आहार र विहारमा पनि ध्यान दिनुपर्छ। आहारमा भनेको एउटा बासी कुरा नखाने, फ्रिजको कुरा नखाने, जति बेला पनि हामी बिहानको खाजा, दिउँसोको हैन खाना है यसो फ्रेशली प्रिपेयर खाना खायो भने पक्कै नै रोग प्रतिरोधक क्षमता वृद्धि गर्छ। र बिहारमा हामीले एक्सरसाइज, मेन्टल हेल्थको कुरा गर्दा हैन प्राणायाम गर्नुपर्छ, योगा गर्नुपर्छ। त्यसले गर्दा हामी हामीहरू के हेरिराखेको छौँ भने यो कोरोनाले एउटा त्रास फैलाएको छ मान्छेहरूमा, भय छ। त्यसले गर्दा पक्कै नै रोग प्रतिरोधक क्षमता कम भइरहेछ मान्छेमा। त्यसैले एउटा त्रास लिएर बाँच्नु हुँदैन। यसको त्रासबाट बच्नको लागि हामीले मेन्टल एक्सरसाइज इन द फर्म अफ प्राणायाम, योगा गर्दाखेरि शरीर तनाव मुक्त हुन्छ र त्यसले गर्दा रोग प्रतिरोधक क्षमता पनि वृद्धि हुन्छ। त्यसैले आहारको साथसाथमा यो एक्सरसाइजको पनि ध्यान दिनुपर्छ। अहिलेको अवस्थामा हामी सबैजना लकडाउनमा छौँ, लकडाउनमा घरमै थुनिएर बसिरहेछौँ। यस्ता अवस्थामा अरू रोगहरू पनि एक्टिभेट हुन सक्छ। अब धेरै जस्तो हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई अरू दीर्घ रोगहरू लागेको छ, कसैलाई सुगर छ, कसैलाई प्रेसर छ, कसैलाई दमको रोगीहरू हुनुहुन्छ, कोही किडनीको रोगी हुनुहुन्छ। यस्तो अवस्थामा घरमा बसी हैन नियमित राम्रो फ्रेस खानेकुरा खाएन भने, नियमित एक्सरसाइज गरेन भने, एउटा मेन्टल एक्सरसाइज इन द फर्म अफ प्राणायाम, योगा गरेन भने त्यो अरू दीर्घ रोगहरू एक्टिभेट हुन सक्छ। त्यसैले कोरोनाको बचावको साथसाथमा यस्ता कुराहरू गर्यो भने अरू रोगबाट पनि हामी बच्न सक्छौँ। र नियमित
आयुर्वेदिक औषधि आयुर्वेदिक जडीबुटीहरू सेवन गरिराख्नुपर्छ। एउटा रसायनको रूपमा, रसायन भनेको रोग प्रतिरोधक क्षमता बढाउने मात्रै औषधि हो। हाम्रो यसलाई आयुर्वेदमा रसायन नामले हामीहरू भन्ने गरेछौँ। त्यसैले सर्वसाधारणले रसायन भनेको के हो एउटा कन्फ्युज हुनुभयो होला। रसायन इज नथिङ, यो रोग प्रतिरोधक क्षमता बढाउने औषधिहरू नै हो। जस्तै आम्ला भयो हैन, यस्ता अश्वगन्धा भयो, यस्ता रसायनहरूलाई निरन्तर सेवन गरे भने गुर्जो भयो, त्यसले रोग प्रतिरोधक क्षमता बढाउँछ। हजुर डाक्टर साहब, यहाँ कमेन्टमा आइराखेको छ, कोरोना रोग आयुर्वेद विज्ञानमा 3 डोज अर्थात् वात पित्त कफ मध्ये कुन डोजमा पर्छ भन्ने प्रश्नहरू पनि आइराखेको छ। यसको जवाफ दिनु। एकदम इन्ट्रेस्टिङ क्वेसन। आयुर्वेदमा बेसिकली हैन भाइरस भनेको कन्सेप्ट पहिला पनि हैन हाम्रो क्रिमी भनेर पहिला पनि डिस्क्राइब भएको हो। र यहाँ कन्ट्रोभर्सी हुन्छ, क्रिमी लाइभ हुन्छ हैन, त्यसमा जान हुन्छ, सजीव हुन्छ। तर भाइरस भनेको त निर्जीव हुन्छ, त्यसलाई केसित तुलना गर्ने भाइरसलाई? सो एउटा आयुर्वेदमा भूत भन्छ। भूत भनेको एउटा त्यस्तो भूत, यो फरेन बडी भनौँ न, यो फरेन बडीको रूपमा आयुर्वेदमा आगन्तुक रोगहरू पैदा गर्छ र त्यसले पछि डोजलाई डिसब्यालेन्स गर्छ। त्यसैले यो वात कफ प्रिडोमिनेन्ट ज्वर नै हो एउटा। हजुर डाक्टर साहब, अनि अर्को पनि प्रश्न आएको छ, उपचारको लागि चाहिँ कहाँ सम्पर्क गर्नुपर्छ भन्ने क्वेसनहरू आइराखेको छ। यो यसको आयुर्वेदिक उपचार गर्दाखेरि कहाँ सम्पर्क गर्दा ठिक होला? यस्तो छ, आयुर्वेदिक उपचारै भन्दा अहिले हेरौँ, हाम्रो सेन्टरमा हामी आयुर्वेद उपचारको साथसाथमा इमर्जेन्सी कन्डिसन्समा त हामी अरू पनि उपचार, एलोप्याथिक उपचार, मोडर्न उपचार पनि दिने गरेका छौँ रोगीहरूलाई आवश्यकता परेको खण्डमा। तर मैले के रिक्वेस्ट गर्छु भने नेपाल सरकारले डिफ्रेन्ट ठाउँमा हाम्रो काठमाडौँ उपत्यकामा आइसोलेसन सेन्टरहरू बनाएको छ। यो महामारीलाई रोक्नको लागि अब होम आइसोलेसन्स भनेको अलिकति विस्फोटक कुरा नै हुन्छ। र जसलाई सुविधा छ होम आइसोलेसन्समा बस्दा हुन्छ। तर धेरै जसोको घरमा सिंगल टोयलेट हुन्छ, धेरैजनाले एउटै बाथरुम प्रयोग गर्नुहुन्छ। त्यस्तो अवस्थामा हाम्रो सरकारले आफ्नो ठुलो प्रयत्न गरेर डिफ्रेन्ट ठाउँमा आइसोलेसन सेन्टर बनाएको छ, त्यहाँ उपचार गराउन सक्नुहुन्छ। र हाम्रो सेन्टर एउटा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र आयुर्वेदसित जोडेको संस्था भएको हुनाले हामी इन्टिग्रेटेड रूपमा मोस्टली आयुर्वेदिक पद्धतिबाट कोरोना रोगीहरूलाई उपचार गरिरहेको छौँ। र ओन्ली इमर्जेन्सी कन्डिसन्समा, जस्तो कसैलाई सास लिन गाह्रो भयो हैन, त्यस्तो अवस्थामा अक्सिजन थेरापी दिन्छौँ मात्रै। सर्टेन इमर्जेन्सी कन्डिसन्स मात्रमा हामी अरू इमर्जेन्सी टुल्सहरू प्रयोग गरिरहेका छौँ। र उहाँहरूले जहाँ एक्सेस हुन्छ, जहाँ सजिलो हुन्छ, त्यहाँ गएर उपचार गराउन सक्नुहुन्छ। हजुर डाक्टर साहब, अर्को चाहिँ औषधि अब यो धेरै जसो मान्छेहरू चाहिँ अलिकति यो अवस्थामा चाहिँ अलिकति पनि केही खोकी लागेमा पनि वा ज्वरो आयो भने, हाच्छिउँ आयो भने पनि डराउने मानसिक अवस्थामा पुग्छ हैन। अब कोरोना नै भयो कि मरि नै हाल्छ कि भन्ने अवस्थामा मान्छेहरू पुग्ने हुन्छ। अब यसको लागि चाहिँ मानसिक रूपमा चाहिँ उनीहरूलाई के सुझाव दिनुहुन्छ? मानसिक रूपमा चाहिँ यसरी नडराउनु भन्नको लागि। पक्कै नै यो कोरोना त्यति भएर त्रासमा बाँच्नु पर्दैन। हामीले सोशल डिस्टेन्सिङ र द्याट मिन्स फिजिकल डिस्टेन्सिङ मेन्टेन एकदम आवश्यक छ। र रोगीहरूलाई इमोसनल डिस्टेन्सिङ गर्नु हुँदैन, उनीहरूमाथि पनि सिम्प्याथी देखाउनु पर्छ, रेस्पेक्ट गर्नुपर्छ, इमोसनली डिट्याच गर्नु हुँदैन। र त्यसले गर्दा हाम्रो समाजमा अहिले के देखा परेछ भने कोरोना लाग्दैमा छिरछिर जुरजुर गर्छ मान्छेहरूलाई, एउटा नराम्रो दृष्टिकोणले हेरिराखेको छ। त्यस्तो गर्नु हुँदैन। कोरोना पोजिटिभ हुँदैन, केही हुनेवाला छैन। मान्छे सजिलैसित रोग निको भएर पनि घर फर्किराखेको छ। धेरै कमै पर्सेन्टेजमा एउटा
कम्प्लिकेसन देखा परिरहेको छ। त्यस्तो अवस्थामा पेसेन्टहरू डराउनु पर्दैन, त्योसित लड्नु पर्छ र एक अर्कोलाई रेस्पेक्ट गरेर एक अर्कोलाई धैर्यता साहस बढाएर मात्रै हामी कोरोना विरुद्ध लडाईँ जित्न सक्छौँ। त्यसले गर्दा हैन कोरोनाले अहिले के देखा परेछ भने सोशल हार्मोनीलाई पनि समाप्त पारिराखेको छ। त्यस्तो गर्नु हुँदैन र एक अर्कोलाई रेस्पेक्ट गर्नुपर्छ। कुनै स्वास्थ्यकर्मीको रूपमा होस् चाहे रोगीहरू कोरोना लाग्दैमा हैन मान्छेलाई त्यहाँ घरमा ब्यानर टाँसिदिने, यहाँ छिर्नु हुँदैन, नराम्रो दृष्टिकोणले हेर्ने, इभन स्वास्थ्यकर्मीहरूलाई पनि त्यस्तो गरिराखेको हामी डिफ्रेन्ट मिडिया मार्फत सुनिराखेको हुन्छौँ कि स्वास्थ्यकर्मीको घरमा पनि हैन कसैलाई कोरोना भइदियो भने एउटा ब्यानर टाँसिने, स्वास्थ्यकर्मीलाई छिर्न नदिने, त्यस्तो गर्नु हुँदैन हैन। तर हामी सचेत बस्नु एकदम आवश्यक हो। प्रिभेन्टिभ गाइडलाइन्सहरू छ, त्यसलाई फलो गर्नु एकदम आवश्यक हो र रोग प्रतिरोधक क्षमता बढाउने औषधिहरू सेवन गर्नु एकदम आवश्यक हो र कोरोनालाई पक्कै हामी उच्च मनोबलको साथ बाँच्यो भने जित्न सक्छौँ। धैर्यताको साथ यसलाई लड्नुपर्छ, योसित लड्नुपर्छ र साथसाथमा रोग प्रतिरोधक क्षमता बढाउने औषधिहरू सेवन गर्नुपर्छ। त्यस्ता औषधिहरू आयुर्वेदमा एन्टिभाइरलको रूपमा, एन्टिअक्सिडेन्टको रूपमा पनि डिस्क्राइब छ। त्यस्ता औषधिहरू सेवनले गर्दा हामी पक्कै नै त्यो कोरोनाबाट बाँच्न सक्छौँ र कोरोनालाई जित्छौँ। हजुर डाक्टर साहब, अब प्रश्नहरू त धेरै आइराखेको छ, तर पनि हाम्रो अब समय सकिन लागेको हुनाले हामीले चाहिँ बिदा माग्ने बेला पनि आएको छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डाक्टर राम अधर यादवज्यूलाई आफ्नो अमूल्य समय दिई नेवा पत्रकार राष्ट्रिय दबुको अनुरोधलाई स्वीकारी यति धेरै महत्त्वपूर्ण कुराहरू गरिदिनु भएकोमा, यसको जानकारी गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद म्याडम। हजुर, यहाँप्रति नेवा पत्रकार राष्ट्रिय दबुको तर्फबाट पनि आभार व्यक्त गर्न चाहन्छु यहाँलाई। थौया पाख डाक्टर राम अधर यादव वेक या तो आपला आपा सुबह जिसा देसना वेकलिसे विदा नजी तना गुदु छरासा इला युके वन ढुंको गुदु आपला कमेन्टे क्वेशन त न्हेस तन ठिठी कथा ओया चंगुदु तर इया इ झिके मरे ढुंगला ढाबाला इ युके वन ढुंको जिया ठुगो दको न्हेसया लिस बित छि असमर्थ जुगुली सिक्पे पाहे यो छेमाना फनाचना लिपा हाक्न छिस ठुगो थजगो विषय केन्द्रित जिया ज्याजोला निरन्तर रूपमा यानाचनी गुए जित कालन हासन जित हाडुनाको जुल वे कथा ठौनन छि ठो नेवा पत्रकार राष्ट्रिय दबु पाहे थो ज्याजो सुरो यानो गु खसा थजो या ज्याजो आ लिपा लिपाना हाना निरन्तर रूपमा यानाउनी गुए जि थजेगु जानकारी छिकपिन्त बियाचनी गुए जि नेवा पत्रकार राष्ट्रिय दबु या गोसाले जुगु ठो कोरोना उपचारे आयुर्वेद विषयले जुगो फेसबुक लाइभ सोयाचना डिपी छिकपिन सकल सितन आपला आपा सुब्याज अले थुगु ज्याजोले गुकथा ज्याजो यास बालै अझ गजपी पाहा पिन्त हया चाहिँ खलाबला यासा चाहिँ यो कुष्ट न फाइदा जी ठो बारे न छिकपिन्छ सल्लाह सुझाव ब्यादिस छिकपिनो इनाप कथा या जिमस पापी लिसे खलाबला यागो छिकपिन त बचाउन ब्याचना नेवा पत्रकार राष्ट्रिय दबु कोभिड-19 सतर्कता कमिटिया संयोजक प्रजित साक्य अथे ग्वालिमी पासपी तेज नारायण महर्जन रचना श्रेष्ठ अनुप प्रधान हसना लवजु लिसे नेवा पत्रकार राष्ट्रिय दबु या नायो सुरजवीर बज्राचार्य तना आपला आपा सुब्या बेसे जीठो नेवा पत्रकार राष्ट्रिय दबु केन्द्रीय नेवा पत्रकार राष्ट्रिय दबु या केन्द्रीय दुजमिना बज्राचार्य तना ठो ज्याजो पाखे वनेगो जम्बियादिस सुब्या जेमा बा।